अहिले हामी चैतको 18 गते अप्रिल 1 दिन घोडेपानीमा आइपुगेका छौँ। पोखरादेखि जिपमा बनठाटीबाट 2 घन्टा हिँडेर घोडेपानी। र घोडेपानीमा गुराँस चाहिँ अहिले तल्लो क्षेत्रमा पहिला धेरै नै फुलिसकेको र अझै पनि राम्रै छ गुराँस, र फेरि दोस्रो लड्को पनि फुल्दै रहेछ। आज मौसम अलिकति बादल अनि पनि चिसो हावा पनि छ। ल तपाईँहरूले यो पछाडि घोडेपानी देख्न सक्नुहुनेछ। भोलि बिहानै हामी पुनिलको यात्रा गर्नेछौँ। पुनिल मौसम खोज्दै के गर्छ।